सम्मानीय सभामुख महोदय, वास्तवमा परम्परा तोड्ने नाउँमा सबै परम्परा तोडिँदैन। बजेटको विनियोजन प्राथमिकता हुँदाखेरि अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम छन्। परराष्ट्र मन्त्रीले बजेट बनाउने बात त सही है। यो म पहिलोचोटि 20 वर्षको कार्यकालमा पहिलोचोटि देख्दैछु कि अर्थमन्त्री नभएर पनि बजेटको विनियोजन छलफल चल्दैछ। यो कस्तो परम्परा सुरुवात हुँदैछ। न्यायको नाउँमा सबै चिज भत्काउने होइन। त्यसो भए सिंहदरबार पनि भत्काउँ, प्रधानमन्त्री पद पनि भत्काउँ, मन्त्री पद पनि भत्काउँ, सबै चिजको नाउँ चेन्ज गरौँ न। रुको जरा, सबर करो। बडा विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, सरकारलाई आगाह गर्न चाहन्छु, मधेस विस्फोटको स्थितिमा छ। त्यो विस्फोट हुनुभन्दा पहिला त्यसको उपचार गरौँ। किनभने न उसको सत्तामा अनुहार छ, न कुनै नियुक्तिमा अनुहार हुन्छ। यस्तो राज्य चल्दैन। राज्य सब डिफरेन्ट व्यापारी समातिन्छ, तर चिनी मिलको मालिक किन समातिँदैन प्रश्न मेरो सरकारसँग यो पनि छ। यदि शेखर गोल्छा समात्न मिल्ने, सुलभ अग्रवाल समात्न मिल्ने या ब्याङ्कर समात्न मिल्ने, त्यो हामी पोलिसीगत चेन्ज गरौँ। दुनियाँमा नेपाल बाहेक कहीँ पनि ब्याङ्कर्स र व्यवसाय एउटै हुँदैन। नेपालमा मात्र